यस्तो बाजे बाजे पनि आउँछन् जिममा। जापानमा कसरी साइकल हराउन्न भन्ने सोध्छ भने त्यो त गयो, साइकल टुप्प गइहाल्छ र। तर यो ठोरिगा र सुपु भन्छ यसलाई। यो सानो चम्चाको 1 चम्चा। एन्ड नमस्ते एन्ड वेलकम ब्याक छ आज पनि मेरो नयाँ भ्लगमा। र आशा छ तपाईँहरू स्वस्थ अनि मस्त हुनुहुन्छ म जस्तै। र आजको भ्लग सुरुवात भइरहेछ गाइज। यस्तो कामसँग यस्तो सब उतिन्न पुतिन छ, सब के छ। मेरो फेरि त्यस्तो छैन, त्यही भएर यस्तो छ। र यो मैले किन यस्तो गराएको भनेर भन्नुभएर होला। यो चाहिँ म जिम जानको लागि खोजिरहेको थिएँ, जुन मैले पहिला पाएको थिएँ 2टा सानोवाला, त्यो खोजिरहेको थिएँ। किनकि मलाई अस्ति नै फोन गरेर त्यसले भन्यो कि तपाईँ कोर्सबाट निस्किसक्नु भयो, त्यही भएर त्यो 2टा फिर्ता गर्नुपर्छ भनेर। र म थोरै इसोगासी भएर जिम जान सकिरहेको थिएन। र आज जाम भनेर खोजिरहेको त भेटाइरहेन, सायद हराइदिए। त्यही पनि के हुन्छ, एकचोटि त्यहाँ गएर सोधौँ मैले हराइदिएँ भनेर। र आजको प्लान के हुन गइरहेछ, लास्टै खतरा हुन गइरहेछ। किनकि आज म सायद 4 बजीदेखि काम लाग्छु। 4 बजीदेखि काम लागेर भोलि बिहानको 8 बजीसम्म, सो सिधै 14 घन्टा काम हुनेवाला छ मेरो। र ठक्कै खतरा लाग्नेवाला छ, किनकि 14 घन्टा काम, नाइट काम हुन्छ। यो पहिला खाता चुके गर्छु म। यस्तो फोहोर छ, यस्तो केटाहरूको रुम प्रायः यस्तै हुँदैन र। र मैले सिधै सबै कपडा मिलाएर आफ्नो जिममा आएँ। र जिममा जानुभन्दा पहिला डर लागिरहेछ यार, के भन्ने होला, कहाँ गराइस्, कति पैसा लाग्ने होला, त्यसको लागि डर लागिरह। तर नगई नहुने, जसरी नै जानै पर्छ। त्यही भएर मनलाई थोरै शान्त गराएर जाम। अनि यता चाहिँ कारै कार छ, कस यति धेरैमा एउटा कार मेरो भगवान कालेर उठि गइँ। सो त्यो छैन, त्यही भएर अहिले हिँड्दै। र यो चाहिँ हामबाइकी हो। हामबाइकीमा पैसा लेखेको छ सबै, यो 300 220 प्राय 200 देखि स्टार्ट छ। अनि सबभन्दा धेरै 300 छ। यो पैसा मात्र हाले पुट्ट। यो आइसक्रिम आइदिन्छ, आइसक्रिमै। यसको भित्र फ्रिज पनि छ, फ्रिज। सो यस्तो हुन्छ हामबाइकी। यो जसले देख्नु भएन हेरिदिनु मजाले, यस्तो हुन्छ हामबाइकी। र ढिलो नगरी सिधै जाम, के हुन्छ म देखाउँछु जे हुनेवाला छ। सो लेट्स गो।はい、じゃあ、お願いします。ありがとうございます。र मैले जिमबाट फर्केर आएँ, निस्केर आएँ। मैले के गरेँ देख्नुभयो होला। र मैले लास्टमा नुहाएँ, तातो पानीमा गएर। यस्तो मजा आयो। त्यही भएर मलाई लाग्छ होइन, जब जिम आइन्छ त्यति बेला जिम लास्टै आउन मन लाग्छ। तर एक दिन कटोस् न, आउन मन लाग्दैन। यस्तो ल्याङ भइन्छ। त्यो सायद जेन्जिलाईहरू पनि हुन्छ होला। त्यही भएर मन लाग्छ जाने, मन लाग्दैन नजाने। अनि हाम्रो बाजे त्यसले लास्टै मतलब बोल्छ मसँग, यो भन्छ त्यो भन्छ, कहाँ को छस् भनेर। आज त नमस्ते भनिरहेको थियो। सो बुढाउतो गयो आफ्नो बुढीसँग। अनि कस्तो यस्तो बाजे पनि आउँछन् जिममा। हामी त जवान हो, आउनु होला। सो अहिले चाहिँ निस्कम यहाँ जिमबाट। र मेरोमा चार्ज छैन, त्यही भएर सायद सिनेमेटिक चाहिँ गराउन सक्दैन होला। र मैले घर पुगेँ। अनि घरको हालत मैले देखाउन मिल्दैन, खतरा छ। सब धुन राख्दैछु। र म अब सिधै काम निस्किन लागेको। तर जेन्जीहरू के गरिरहेको एकचोटि देखाइदिन्छु। के गरिरहेको जेन्जी? गाना सुनिरहेको।
काम छैन रोशनको साँझ के हो त्यो कोरोना बियर हो यो कोरोना बियर एक्स्ट्रा बियर हो र त्यो त्यो दुइटै खुल्ला हो क्या एउटा मात्र हो त्यो मात्र हो खुल्ला देखाउने हो कि सोको लागि हो म त निस्केँ यार भोक सोक खतरा लागिरहेको भात सात केही खाएन काममै जाने गएर अब यार पचकारे मेरो जेन्जीहरूले के भने एउटा बियर दुइटै बियर एउटा खुल्ला एउटा फेरि खुल्ला थिएन कहाँबाट लिएर आएको रहेछन् मलाई थाहा छैन अनि फेरि काम हो भनेर सोद्धाखेरि साथीको चाहिँ नाइट काम रहेछ एउटाको फेरि छैन आज काम सो मेरो अहिले काम भएर म निस्कम र मैले खाना खाएको छैन यार खाना खाएन त्यही भएर काममा गएर रामेन बनाएर अन्डा उबालेर खान्छु भनेर सोचिरहेको सो त्यो फेरि खान्छु म किनकि खतरा भोक लागिरहेको छ अहिले चाहिँ निस्कम यहाँ जो काम गएन तिनीहरूको साइकल सप छ हाम्रो बाटोमा 8 जनामा 60 जनाको साइकल भनेपछि एकजना बाहिर अरू सब घर अब फेरि एकजना काममा गइरह सो म काममा निस्किन्छु अहिले लेट्स गो जेन्जीहरूलाई लिएर ताल चलाउन पर्छ नि जापानमा भयो नि जापानमा कसरी साइकल हराउन भन्ने सोध्छ भने त्यो त गयो साइकल टुप्पो गइहाल्छ र फेरि ख्याच्छ सो लेट्स गो कुरा गर्दै गर्दै म त काममा पो पुगेँ रहेछु र मेरो साइकल जहिले नि मुरियो हुन्छ पैसा तिर्न पर्दैन पार्किङको किनकि मैले यहाँ राख्छु यो ब्याङ्क हो र ब्याङ्कको साइडमा राखिदिने गर्छु किनकि पैसा तिर्न पर्दैन र मेरो काममा म पुगिसकेँ काममा सिधै छिरेर मैले के गर्छु खाना बनाउँछु रामेन मिठोवाला सो अहिले चाहिँ म मिठोवाला रामेन बनाउँछु त्यो देखाउँछु र तरिका पनि सिकाइदिन्छु नर्मल छ यो रामेन हो अनि यो दुईटा अन्डा उमालिरहेको छु र रामेनको जाइरो चाहिँ मैले यो 1 चम्चा हाल्छु यो ठुलोवाला 1 चम्चा अनि फेरि यो हाल्छु यो सोयु भन्छ यसलाई यो ठुलो चम्चाको 1 चम्चा र यो थोरिगा र सुपु भन्छ यसलाई यो सानो चम्चाको 1 चम्चा सानो चम्चा नै देखाइदिन्छु यो सानो चम्चाको 1 चम्चा यसले यस्तो मिठो रामेन बन्छ के म त खाइदिन्छु खतरा सो म बनाउँछु अनि खान्छु भोक लाग्यो खतरा सो बनाऊँ त्यसपछि फेरि आउँछु म मिठो कुरा लिएर लेट्स गो उत्स्कारे समादेश म काम सकाएर अहिले बजिरहेछ 6:30 म भनेको थिएँ 8 बजेसम्म काम छ तर भएन निद्रा खतरा लागिरहेको थियो र मैले धेरै देखाउन सकेन म यो काममा आएँ छिरेँ काम गरेँ केटाहरूको रुम प्रायः यस्तै हुँदैन र हुन्छ होला मेरो त यस्तै हुन्छ यार तर अहिले सायद 2 जना बसेर नि होला उसले मिलाएन भने मैले नि नमिलाएर हिँड्दिने